म फेरि यतातिर पुलाउ बनाइरहेको छु खाने भए आउनु होला है साथीहरु यस्तो छ साथीहरु हजुर मान्छे भाइको हात छुट्टा छिन् धोदा पनि बाँध्नु पर्यो मसँग मैले बलातले उचालेको छु बिचरा धो भयो होला अलि जानु अड्डा भनेर उचाल्यो मलाई पनि धो भयो उचाल्न भाइरल भाइको बिहेको लागि यता हाम्रो टप्री यता छन् यता नाचेर आउनु भएको छ यता देख्न सक्नुहुन्छ यता अङ्कलहरू मासु काटिरहनु भएको छ अनि म फेरि यतातिर पुलाउ बनाइरहेको छु खाने भए आउनु होला है साथीहरु पुलाउ भाइको बिहेको पुलाउ बनिरहेछ अनि यता फेरि मम्मीले आन्द्रा दोइरहनु भएको छ कि बाख्रा काटेको अनि दोइरहनु भएको छ अनि यतातिर गाउँको अङ्कल पनि हुनुहुन्छ गाउँको अङ्कल मम्मी भएर आन्द्रा दोइरहनु भएको छ सबैको काम चलिरहेछ साथीहरु यतातिर त सब काम चलिरहेछ अब के गर्ने बारी भित्राउनेको खुसीमा यता बोइ फेरि नाचिरहनु भएको छ बोइ हाम्रो माइतको बोइ नाचिरहनु भएको छ सिगरेट खाँदै यता मैले फेरि केरा भेटाएर ल्याएको थिएँ कि दुबोटी जानुबाट त्यही नचाइरहेको छु काख खसेको थियो के त्यही भेटाएर ल्याएर नचाइरहेको छु यता मम्मीले फेरि बाबुलाई त्यो कुरमा कान्धा बाँध्ने भनेर राजा लाउनु भएको छ यता दिदी बोयाहरू नाचिरहनु भएको छ अनि यता फेरि दुलेन लिन जानु लाग्यो के पुरा भाइ त लजाइरहेछ पुरा नयाँ बेला बेली लजाछन् मान्छेहरू फेरि हेरेछन् रमाछन् मान्छेहरू अङ्कलले फेरि भिडियो खिचिरहनु भएको छ बिचरा बुढारी नानी लजाएर एकतिर फर्किया छिन् अब के अरे त्यो घरबाट निकालेपछि अब हामी मन्दिरमा लाग्न लाग्छौँ भाइ बुहारीलाई सिन्दुर मन्दिरमा हाल्ने हामी फेरि बल्ल घर आएर टिको सिको लगाउने भनेर पहिला मन्दिरमा लाग्न लाग्छौँ अनि अटोमा बसाल्न लाग्छौँ अटोमा बसालेर पारी मन्दिरमा लाग्छौँ रमाइलो भइरहेछ जे होस् मान्छेहरू रमाछन् जे होस् रमाइलो भइरहेछ खुसी लागेको छ अब यता मामा हुनुहुन्छ मम्मीले फेरि टिको लिएर आइरहनु भएको छ नि मन्दिरमा लाउनु पर्छ नि त त्यही भएर जे भाइ पनि ठुलो भइगयो जे पनि गरेको अब ठुलो भइगयो भाइ पनि अब हामी मन्दिरमा जान्छौँ यतातिर अघि बसिया छ कलश उचालेर बहिनी यो म मुनिको बहिनी हो बहिनी हो यसले बिहा नगरेर भाइले बिहा गरेको आटो अब हुन्छ हामी फेरि हिँड्दै जान्छौँ आटो फसिगयो यतातिर किन ल्यायो त उताबाट जान्न गएर के हो नाइ फस्यो अटो भिडियो बनाउँदै ए हेर्नुस् अटो बिग्रेछ लाग्दा यस्तो हालत भएको छ फसेर त्यतातिर अटो आइरहेछ अनि मान्छेहरू दुलेनहरू लगेर अगाडि गएको यस्तो छ यस्तो छ साथीहरु हेर्नु त बोकेर लगेको छ भाइले बुहारीलाई यतातिर बहिनी त नानी यस्तो छ बहिनी हामी अब मन्दिरमा लगेर गइरहेछौँ बुहारी भाइ बुहारीलाई मम्मीहरू पछाडि हुनुहुन्छ अनि हामीहरू अघि आछौँ
अब हामी मन्दिरमा पनि आइपुग्यौँ त्यति मन्दिर छ अनि मन्दिरमा आइपुग्यौँ हामी अब मन्दिरमा पण्डित बा हुनुहुन्छ कि नै पण्डित बा अनि नभएपछि फोन जानुपर्छ अनि मन्दिरमा यही मन्दिरमा सिधै हालिप सकेपछि बल्ल घर गएर टिका लगाउने हो बिहा खाने हो नाच्ने हो रमाइलो गर्ने हो पण्डित बा हुनु नै रहेछ अब जसले बिहा गरेन अलिअलि थाहा भएको मान्छेले आफै पनि ऊ बिहा गर्दै लानु भएको पनि जानु जान्छ दुवाद्रोले दियोबत्ती बाल्ने काम भइरहेछ पण्डित बाजे भाषी राम्रो हुन्थ्यो टाढा हुनुहुने रहेनछ कि त्यहाँदेखि फेरि चाबी दिनुहुने रहेछ बोलाउनु भएको चाबी दिनुभयो अनि आफै गर्नु भन्नुभयो अनि चाबी लिएर अनि हामी दुवाद्रोला मन्दिरमा अब बिहा गराइदिन्छौँ आन्टी गाउँको आन्टी हुनु रहेछ अलि जाने त्यसले सिकाइदिइरहनु भएको अब आफूले जति जाने त्यति सिकाइदिइरहनु भएको छ अब पण्डित भाषी राम्रो हुन्थ्यो आउनु त्यहाँ आउनु भएन आउनु भएन अब सात बचन लिने काम भइरहेछ बिलेनीको बिचराको साडी लाभ होचो मान्छे साडी लाम भएर लत्रेर गाह्रो छ बिहा गर्नु पनि साडीले मारेछ मलाई त यस्तो देखेर फेरि बिहा गरौँ आयो म लाग्छ मलाई त हजुर मान्छे भएर के गर्ने बिचरा भाइ त खोप्टो परेको टिकुलाले नभनेर नाच्न गइरहेछ हाती त्यही मलाई लगाएको त्यस्तरी होचो भएर अब यतातिर पोतो लगाउने काम भइगयो हाम्रो भाइ पनि अब ठुलो भइगयो अब यतातिर ठुलो आयो त्यतिर मन्दिरमा ल्याछ मन्दिरमा आएपछि यहाँ पनि दियो बाल्नु पर्यो मन्दिरमा दियो बिहान पनि बालेको दियो मरिसकेर रहेछ अनि हामी फेरि अर्को दियो लिएर अर्को बाल्न लाग्छौँ अर्को बाल्न पठाउँछौँ भाइ बुहारीलाई भाइले बालिरहेको छ बुहारीले पनि भाइको हात छुट्याइछन् अनि ध्वजा पनि बाल्नु पर्यो मन्दिरमा मम्मी फेरि अब नयाँ बुहारी भित्राउने खुसीमा हाम्रो मम्मी खुसी हुनुहुन्छ हामी सब खुसी छौँ अब बुहारी पनि कमायो हाम्रो मम्मी सासू बन्नु भइगयो बुहारी म चाहिँ घर पुग्न सकेर मैले बल्ल तले उचालेको छु बिचरा त भयो होला अलिअलि जानु अड्डा भनेर उचाल्यो मलाई पनि थाहा पायो उचाल्न एकैछिन अब सिन्दुर हाल्न लाग्छ भाइले सिन्दुर हाल्न पनि जान्छ कि जान्दैन बिचरा
कठै हात कतिचोटि खसालिरहेछ नजानेर बिचरा त्यही उल्टो हात पऱ्यो हात उल्टो परेको यतातिर सानो मन्दिर भएर हात घुमाइ उल्टो हात पऱ्यो कोही दिएर आउँछ बिचरा हुन त त्यही गाने अब गराएकै छ अब हुन्छ अब राम्रोसँग गराउँछु भन्छ घुमा घुमा हात त्यही टाउकोमा बिचरा फाइनल सिन हाल्नु पनि सिद्धिगयो अब मन्त्री काम पनि सबै सिद्धिगयो अब हामी जान्छौँ घरतिर नराम्रो लागेर बुहानलाई लजा छिन् बिचारी अब मन्दिरलाई ठोक्देर अनि जाने हो अब घरतिर बाबु माला उल्टेर जाने हो घरबाट माला ठाडो भइरहेछ माला उल्टिरहेछ बिचरा हाम्रो मम्मी यता हाम्रो बहिनी हो कि यो ढक्कले बस्लो कन्ती हो कि ढक्कले के हो माला टिक लगाइदिनु भएको छ यतातिर मक्ख परेछ हामी सबै खुसी भएको छौँ भाइ बिदा गरेछ सब खुसी यता आइरहेछ अनि त्यहाँबाट अटो भिडियो बनायो कस्तो लागेको छ म अहिले बोल्दैन कि भोलि बोल्छु किन आज भोलि बोल्छ किन भाइरल यहाँ खोला तर्न पर्यो तर अरे म भिडियो चाली बजे हो भने अब हामी घरतिर लाग्यौँ साथीहरू हाम्रो भाइको बिहेको भिडियो अन्तिमसम्म हेर्नु होला यदि भिडियोलाई मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु है साथीहरू भिडियो हेरेर इन्जोय गर्नु अगाडि गएर नाचौँ न अलि उठा के अगाडि अलि अगाडि हो आन्दाज लाग्नु Oh,
आयो बाटो छेको अब सर्टीमा लाग्यो मैले जाँदै हेर डिरेक्टली 10
भाँडाहरू माझ्नै पर्यो यति धेरै भाँडाहरू भएको छन् के गर्ने भाँडा माझ्न जानु पर्यो अब हामी यहाँ भाँडा मान्ने ठाउँमा छौँ ए देख्न सक्नुहुन्छ हाम्रो भाँडा यति धेरै भाँडा छ ए खासी माझ्नै पर्यो यति ठुला ठुला भाँडाहरू छ यहाँ यो भाँडामा माझ्ने हो नि हामीले माझ्ने हो यतातिर हामी यति भएर माझ्ने हो बुहारीले उतातिर काम गर्न लाग्छ नि सिकाइरहनु भएको छ बुहारीले हामी चाहिँ नल्का मारे भाँडा माझ्छौँ साथीहरू हामीलाई पनि भाँडा माझ्न सघाउनु भाइको भाँडा माझिन्छौ मैले त पुलाउ खाएको भाँडा माझ्दैछु